सहकारीको क्षेत्रमा अब्बल परिचय बनाउन सफल नेपाल बहुउद्देश्य सहकारी संस्था लिमिटेड। नमस्ते, आज म अलिकति फरक ढङ्गको भिडियो लिएर तपाईँहरूमाझ आएको छु। तपाईँहरू धेरैलाई थाहा छ नेपाल बहुउद्देश्य सहकारी संस्था, जसलाई एनएमसी पनि भनिन्छ। एनएमसीद्वारा सञ्चालित यो मेचीनगरको चाहिँ दुवागढीमा 16 बिघामा चाहिँ कृषि एग्रो फार्म रहेछ। यहाँ विभिन्न जातका गाईहरू, माछा पालनदेखि लिएर सागसब्जी, अब कृषिजन्य के कति कुराहरू रहेछन्, कस्तो अवस्थामा रहेछ हैन। अब यहाँको तेल पनि धेरैले जे प्रयोग गर्नुभएको होला, मह प्रयोग गर्नुभएको होला। म तपाईँहरूलाई देखाउने जमर्को गर्दैछु, कृपया मलाई साथ दिनु होला र यो भिडियोलाई पनि अलिकति सक्दो सेयर गरिदिनु होला है त। यहाँनिर चाहिँ एनएमसी एग्रो फार्मको नर्सरीमा चाहिँ हाम्रो विभिन्न किसिमका फलफुल तथा तरकारीहरूको बिरुवाहरू सुपथ मूल्यमा पाइनुका साथै यहाँ जैविक किसिमको मलहरू पनि सुपथ मूल्यमा पाइन्छ। जस्तै यहाँ फुलहरू देखिएको छ नर्सरीमा, विभिन्न किसिमका फुलहरू। एनएमसी कस्टम हायरिङ सेवा अन्तर्गत धान रोप्ने मेसिन, कम्बाइन हार्भेस्टर, ल्यान्ड लेजर लेबलिङ लगायतका मेसिनहरू सहुलियत मूल्यमा हामी किसानलाई भाडामा उपलब्ध गराउँछौँ। संस्थाको आफ्नै उत्पादन र सदस्यहरूसँग उन्नत जातको तोरी खरिद गरेर तोरी मिल मार्फत चाहिँ एनएमसीको ब्रान्डमा तोरी तेल उत्पादन गर्ने गरेका छौँ। सबै प्रोसेसिङ सकेर चाहिँ फाइनल प्रोडक्ट तयार भयो। यहाँनिर लेबलहरू लागेको छ। संस्थाको आफ्नै उत्पादन र किसानहरूको मह एउटा मापदण्डमा खरिद गर्छौँ र त्यसलाई हामीले एनएमसी ब्रान्डमा मह बजारमा लिएर आएका छौँ। एनएमसी एग्रो फार्ममा होलिस्टेन फ्रिजन जातका गाईहरू हामीले पालन गरेका छौँ। यो काल्फ केज हो। यहाँ चाहिँ हामीले बाछी जन्मिने बित्तिकै 4 महिनासम्म यहाँ राख्ने गर्छौँ र त्यस पछाडि पुनः हामी फेरि गोठमै फर्काउने गर्छौँ। यो हाम्रो मिल्किङ पार्लर छ। यो सेमी अटोमेटिक प्लान्ट हो। यसमा चाहिँ एक पटकमा 12 वटा गाई दुन मिल्ने गरीको सिस्टम रहेको छ। यो हामी एग्रो फार्म अन्तर्गतको चाहिँ यो चिलिङ भ्याटमा छौँ। यो चाहिँ हाम्रो के सिस्टम छ यहाँ भने, यहाँ हामीले मिल्किङ पार्लर राखेको छौँ। गाईको थुनबाट एकैचोटि दुध चाहिँ हाम्रो यो चिलिङ भ्याटमा आउँछ। यो पाइप तपाईँले देख्दै हुन्छ, यो पाइपको मार्फतद्वारा चाहिँ दुध यो चिलिङ भ्याटमा आउँछ र चिलिङ भ्याटमा चाहिँ भोलि एनएमसी डेरीको गाडी आउँछ, ट्याङ्कर, र त्यसले चाहिँ मोटरले तानेर लिएर जान्छ। यहाँ चाहिँ ह्यान्ड स्प्रे दुध उत्पादन गरिन्छ। गर्भधान प्रक्रियाको लागि चाहिँ एउटा एआई प्रविधि छ। एआई प्रविधि सक्सेस नभएको खण्डमा हामीले बुल प्रयोग गर्ने गर्छौँ। बुल चाहिँ हामीले आफ्नै यो गोठमा जन्माएको बाछालाई हुर्काएर अहिले बुलको रूपमा प्रयोग गरिरहेको अवस्था छ। हामीले गाईलाई खुवाउने आहारका रूपमा चाहिँ 365 दिने हामीले साइलेज खुवाउने गर्छौँ। यो चाहिँ मकैको सिजनमा काँचो मकै खरिद गर्ने ढोडसहितको, र त्यसलाई चाहिँ हामीले कुटी प्रविधिद्वारा यसरी साइलेज भण्डारण गरेर राख्ने गर्छौँ। यो चाहिँ साइलेज 2 प्रकारको हुन्छ। एउटा पिट साइलेज भयो, हामीले हेर्दै गरेको चाहिँ पिट साइलेज हो भने, त्यस्तै हाम्रो यो पोका पारेको चाहिँ यो बेल साइलेज हो। त्यस्तै हामीले सुपर नेपियर घाँसहरू पनि बारीमा लगाएका छौँ। र गाईको आहारको लागि चाहिँ हामी आफै दाना उत्पादन गर्ने गरी अहिले मेसिन ल्याएका छौँ र दाना उत्पादन गर्ने प्रक्रियामा रहेका छौँ। एनएमसी एग्रो फार्ममा अर्को महत्त्वपूर्ण प्रोजेक्ट हाम्रो भनेको माछा पालन हो, जस अन्तर्गत चाहिँ हाम्रा 6 वटा पोखरी छन्। एउटा हाँस पोखरी रहेको छ सर्वप्रथम, त्यस पछाडि यो रानी पोखरी हो, त्यस पछाडि कमल पोखरी छ, सिद्ध पोखरी, त्यस्तै हाम्रो जोर पोखरी लगायतका पोखरीहरू छन्।
र यो पोखरीहरूमा चाहिँ 1 लाख माछा हामीले उत्पादन गरिरहेका छौँ। त्यो उत्पादन भएको माछाहरू बिक्री वितरण गरी पश्चात चाहिँ अहिले हामी जुन भुरा भण्डारण गर्दैछौँ यो पङ्गास जातको र कार्प जातको भुरा चाहिँ 1,05,000 को सङ्ख्यामा हामीले अबको वर्षको उत्पादनको लागि चाहिँ हामीले भुरा स्टक गरिरहेको अवस्था छ। हामीले च्याउ पनि उत्पादन गरेका छौँ। 8वटा टरेन मार्फत हामी कन्या च्याउ उत्पादन गर्छौँ। हामीले सुपारीमा आधारित मल्टिलेयर फार्मिङको पनि यहाँ सुरुवात गरेका छौँ। सुपारी सँगसँगै मेवा र कुरिलोलाई हामीले घुसा बालीको रूपमा लगाएका छौँ। त्यस्तै हामीले यहाँ खरबुजा लगाएका छौँ, विभिन्न प्रजातिका फलफुलहरू लगाएका छौँ। चाहिँ हामीले हाम्रा यहाँ खेतीमा आवश्यक पर्ने मलहरू चाहिँ हामी आफै उत्पादन गर्छौँ। हाम्रो गोठबाट उत्पादित मल र यहाँ भएका र मेटेरियल्सहरू प्रयोग गरेर चाहिँ हामीले गनेउलाका आहाराको रूपमा चाहिँ जुटाउने गर्छौँ र गनेउले मल उत्पादन गर्छौँ। त्यस्तै हामीले झोल मल, झोल विषादीहरू पनि उत्पादन गर्ने गरेको छ। यी सबै उत्पादनहरू चाहिँ हामीले आफै प्रयोग गर्ने र केही चाहिँ व्यावसायिक रूपमा हामीले नर्सरी बेर्ना ब्याङ्क मार्फत चाहिँ किसान सदस्यहरूलाई पनि उपलब्ध गराउने गरेका छौँ। यहाँसम्म भिडियोमा साथ दिनुभएकोमा तपाईँहरू सबै मनहरूमा हार्दिक धन्यवाद। तपाईँ, हामी र हाम्रो एनएमसी सहकारी सबैका लागि, सधैँका लागि